प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको भन्दै हर्क साम्पाङ रिसाएर संसदबाट बाहिर निस्केका छन् भने जो कुरा चाहिँ हर्क साम्पाङ अहिले बाहिर निस्किसकेपछि फेरि सामाजिक सञ्जालमा चाहिँ भ्रम फैलाइरहेका छन्। जो भ्रम फैलाउनुमा चाहिँ गलत छ, किनभने चाहिँ पहिला भ्रम फैलाउनु भन्दा अगाडि चाहिँ पहिला चाहिँ बुझ्नुपर्ने हुन्छ, किनभने चाहिँ संविधानले के भनिरहेको छ भनेर। हेर्दा र सुन्दाखेरि चाहिँ बालेन शाह किन उपस्थित भएनन्, केका लागि उपस्थित भएनन् भनेर खल्ल लागे तापनि तर बालेन शाह कानुन विपरीत चाहिँ पटक्कै नगएको देखिन्छ। किनभने चाहिँ बालेन शाह नआउनुको कारण भनेको धारा 38लाई टेकेर चाहिँ बालेन शाह चाहिँ नआएको कुरा देखिन्छ भने धारा 38मा चाहिँ प्रधानमन्त्री उपस्थित हुन नसकेपछि चाहिँ कुनै मन्त्री र अथवा सभामुखले चाहिँ टेबल गरिदिने र टेबल गरिसकेपछि प्रधानमन्त्री चुनावको बेला चाहिँ उपस्थित हुनुपर्ने भन्ने कुरा चाहिँ लेखिएको रहेछ भनेपछि त्यही संविधानलाई टेकेर चाहिँ बालेन शाह चाहिँ उपस्थित नभएको देखिन्छ। तर चाहिँ एउटा कुरा के भनेपछि हर्क साम्पाङले केताटीपनले गरेर बाहिर गएर फेरि पनि जनताको सामु चाहिँ नराम्रो कुराहरू फैलाइदिनु, अभाव फैलाउनु भनेको गलत कुरा छ। किनभने चाहिँ यो देश भनेको प्रतिपक्षको पनि हो, सत्ता पक्षको पनि हो। सत्ता पक्षले चाहिँ गलत गर्दैछ भने प्रतिपक्षले चाहिँ सत्ता पक्षलाई चाहिँ सचेत गराउने। तर चाहिँ यसरी भ्रम फैलाएर जनतालाई चाहिँ नराम्रो म्यासेज दिएर अनि सरकारलाई नङ्ग्याउन, खुइलाउन र सरकारलाई चाहिँ असफल बनाउन खोज्नु चाहिँ एकदमै गलत कुरा छ। त्यसै कारण हर्क साम्पाङले बोलेका प्रत्येक कुरामा हरेक ठाउँमा चाहिँ हर्क साम्पाङले सरकार लाई चाहिँ खुइलाउन र नङ्गाउन खोजेको कुराहरू मात्र देखिन्छ। त्यसै कारणले यस्तो गर्नको लागि चाहिँ हर्क साम्पाङले रोक्नुपर्छ। किनभने चाहिँ देश बनाउनको लागि चाहिँ प्रतिपक्षले पनि कुनै साथ हुनुपर्छ र सत्ता पक्षको पनि हुनुपर्छ। किनभने देश बनिसकेपछि प्रतिपक्षले पनि यही देशमा बस्नुपर्ने हुन्छ र सत्ता पक्षले पनि यही देशमा बस्नुपर्ने हुन्छ। त्यसै कारणले चाहिँ जे गरेर हुन्छ, जसरी गरेर हुन्छ चाहिँ देश चाहिँ बनाउन लाग्नुपर्छ। तर यसरी चाहिँ सरकारलाई नङ्गाउने, खुइलाउने गर्दै आयो भनेपछि चाहिँ फेरि विगतका दिनको जस्तै सरकारले जस्तै देशमा चाहिँ फेरि गर्न खोजेका कामहरू भएनन् भने चाहिँ देश चाहिँ दुर्घटनामा जान सक्छ। किनभने चाहिँ जो चाहिँ विगत अहिले चाहिँ बालेन शाहलाई चाहिँ नराम्रो देखाउनु, सरकारलाई अथवा नराम्रो देखाउनु भनेको चाहिँ गलत कुरा हो। किनभने चाहिँ बालेन शाहले गरेको काम, सरकारले गरेको काम चाहिँ अहिले नै ठ्याक्कै जनताले देख्ने काम होइन। यो भनेको काम भनेको कागजमा गरिएको काम चाहिँ जनताले देख्दैनन्। जनताले देख्ने काम भनेको चाहिँ पार्टी पावर, रोड, पुलहरू बनाइदिएपछि चाहिँ जनताले देख्ने हो। तर चाहिँ कागजमा लेखिएको कुरा चाहिँ जनताले देख्दैनन्। किनभने चाहिँ यही कुरालाई चाहिँ बुझाउनको लागि सही तरिकाले चाहिँ बुझाइदिनु पर्ने हुन्छ प्रतिपक्षले। तर प्रतिपक्षले नै जनतालाई चाहिँ भ्रममा छलेर चाहिँ सरकारलाई खुइलाउन लागिसकेपछि यो देश के बन्छ ल भन्नुहोस् त। वर्षौँदेखि लुटेर खाएर आएको देशलाई चाहिँ के गरेर हुन्छ, कसरी गरेर हुन्छ, यो देशलाई चाहिँ अगाडि बढाउनुपर्छ, उठाउनुपर्छ, विकास गर्नुपर्छ भनेर लागेको सरकारप्रति चाहिँ तपाईँले नकारात्मक कुरा चाहिँ जनताप्रति राखिदियो भने चाहिँ यो सरकार सफल हुन्छ। त सरकार सफल नहुनु भनेको देश सफल नहुनु। त्यसै कारणले गर्दाखेरि प्रतिपक्षले यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ र जनताले पनि यो कुरा बुझ्नुपर्ने हुन्छ। प्रतिपक्ष होस् अथवा जनता होस्, तपाईँले जानेको कुरा चाहिँ, आफूले बुझेको कुरा चाहिँ सही तरिकाले चाहिँ जनतालाई बुझाइदिनुहोस्।